हेलो सम्पूर्ण मित्रहरूलाई वेलकम गर्न चाहन्छु म मेरो युट्युब च्यानलमा। आज चाहिँ हामीले शनिबारको महिनाको अन्तिम शनिबार लास्ट शनिबार साथीहरुसँग झमक अपडेट भएको कारणले थोरै आज अलि नयाँ तरिकाले खाऊँ त भन्ने एउटा सल्लाह भएको कारणले आज हामी चाहिँ नयाँ तरिकाले नयाँ परिकार बनाएर खाइरहेको छौं। र यो भिडियो चाहिँ तपाईहरुको माझ आओस् भनेर मैले चाहिँ भिडियो बनाउने जम्मो गरिरहेको छु। मलाई लाग्छ खासै राम्रो नहोला, तैपनि हेर्ने कोसिस गरिदिनु होला। आजको रेसिपी चाहिँ यो 1 किरेट मासु अनि यो 1 थाल जति होला सलाद। अब यसै गरी अब ज्यानलाई चाहिने चीज यो तपाईले देखिहाल्नुभयो, यो बजारमा छ्याप्दै पाइने यो एक्सट्रिम भन्ने एनर्जी ड्रिंक हो। यिनै अब यहाँ छ फेरि यहाँ अचार हाम्रै सिलौटोमा पिस्या अत्यन्तै मेहनतका साथ पिसेको हामी यो अचार पनि खाँदैछौँ चोप्दै। कतिखेर खाउँ भइरहेछ मलाई यहाँ मुखबाट पानी आइसक्यो। म सुरु गरेँ त ल खाउँ त। हेलो एभ्रीवन, गुड इभिनिङ गुड आफ्टरनुन भन्नुपर्छ। यो देखिहाल्नु भयो कुखुराको पखेटा हो। यति बेला म अब मैले खान थालेँ। स्टुडियोको अगाडिको यो लिभिङ रुममा छु। यति बेला हामी विकेन्ड मनाउँदैछौँ, सेलिब्रेट गर्दैछौँ। यो मासु अनि यहाँ छ हाम्रो आफ्नै यसमा बनाएको है। ओके, यो पखेटा भइहाल्यो। अब यो तपाईलाई थाहा होला यो के नि साँप्रो कुखुराको साँप्रो। अब यो पखेटा यो साँप्रो अनि यो दिहान यो काँक्रो अनि मुलो, यो गाजर रातो मुला गाजर हो। अनि त्यो मुलो यो मुला केटाहरूले अस्ति एकदिन थर्काएर मुला भन्थे। पहिला चेयर्स गरौँ त ल। हामी चाहिँ आज मुला सलाद बनाएर चेयर्स गरौँ ल। हामी चाहिँ यो एक्स्ट्रा के अरे एक्सट्रिम स्प्राइट ल। तिम्रो स्प्राइट कहाँ हो? यो एकदम खतरा स्प्राइट हामी यो खाने ल। चिसो है। सबैभन्दा पहिला चाहिँ निकाल मास निकाल। सबैभन्दा पहिला चाहिँ यो साँप्रोलाई चाहिँ व्यवस्था गर्नु पर्यो। त्यहाँ खान प्लेटमा यो अचार भनेपछि फेरि मलाई आमामा निकै विचार गर्नु मन लाग्ने क्या। के गर्नु अब यो साँप्रो टोक्ने तरिका यस्तरी। यता साथीसँगै कता बस्नु फिला ठिक छ। अब यो साँप्रो टोक्ने बानी परिसकेपछि भोलि पनि उस्तै परे बाँकी राखिन्न होइन, खाइन्छ। यो चाहिँ विकेन्ड सेलिब्रेट गर्दैछौँ। लेग पिस चिकन लेग पिस यहाँ हामीले खर्लक्क लाएर टोलेको छ। यहाँ दाजुभाइ इष्टमित्रसँग मजाले आज चाहिँ मनाउँदैछौँ। लामो समयको अन्तरालपछि यसरी भेटघाटका साथ यसरी रेसिपीहरू पकाएर खानुको मजा कुकम्यान दाजु दामी म अनुभव गरिरहेको छु गाइजहरू। दामी यस्तै खालको इन्भाइरोमेन्ट यस्तै खालको मुभमेन्ट तपाईँहरूले पनि बेला मौकामा गर्नु होला। के गरेको ट्याम्पू तिमीलाई देखाउने भनेर खिचेको भिडियो ट्याम्पू यो खालको इन्भाइरोमेन्ट यो खालको मुभमेन्ट चाहिँ तपाईँहरूले पनि गर्नुभयो भने यादगार रहिरहने छ।
भन्ने दुई शब्द बोल्दै फेरि साम्रो टोके त यो अचार फेरि धनिया टमाटर अनि के लगाएको छ एकदम दामी यार ठिक छ ल यो चिकन लेगबाट ल फेरि ह्याप्पी विकेन्ड भनेर ल दिउँ है त ल ल उठाउँ सबले ल ह्याप्पी विकेन्ड अनि ठिक छ एकदम ठिक छ ह्याप्पी विकेन्ड जिन्दगीमा पहिलोचोटि यसरी मजाले हजुर खाइयो कस्तो दिन आउँछ भनेर सोचेको थिएँ टाइम मिलाएर आफैलाई इन्जोय गराउने हो भने चाहिँ यो तरिका अब होटेल रेस्टुरेन्ट गयो भने एकदमै धेरै खर्च हुने सम्भावना छ अहिले काठमाडौँमा धेरै महँगी अनि हामी चाहिँ थोरै पैसामा अलि मिठो खाने रहर गर्छौँ त्यो हिसाबले पनि हेर्नुहोस् त एक थाल सक्लाइसक्यो अब यसै गरी तपाईँले खान सक्नुहुन्छ भन्दै सक्नु लाग्यो त्यतिखेर छ खै के भन्नु र भोक लाग्दा खुसी भएको बेलामा अरे हान्दिउ भाइ हान्दिउ भोक लाग्नु ल हान्दिउ भाइ हान्दिउ यो चाहिँ आफ्नै किचनमा बनाएको है काठमाडौँको गन्जगोल आफ्नै किचनमा बनाएको हुलमुल रविलाजी बेस्ताको कुखुराको साप्रा चिकन लेग पिस आज हामीले आफूलाई टाइम दिएका छौँ यो टाइम चाहिँ एकदम महत्त्वपूर्ण खान पायो भने फेरि महत्त्वपूर्ण लाग्छ मलाई फेरि खानु पायो भने चाहिँ महत्त्वपूर्ण यसरी खानु पायो भने अनि कसैले एकदम खानालाई बोलायो भने त्यो वेलकम सर प्रमिलाजी खोइ आउँछु भनेर आउनु भएन थोरै पैसामा मिठो खाने हो भने घरमै यसरी बनाएर खान सक्नुहुन्छ गाइजहरू है त बरु पनि किनभने यो वान पिस रेकर्डिङ स्टुडियोमा आज हामी जमघट भएका छौँ मेरो पुरानो साथी एकराजज्यू अनि मेरो पुरानो मित्र देवकुमार थामी अनि स्वयं म आफै भइहालेँ हाम्रो एकराजज्यू स्टुडियो ओनर पनि हुनुहुन्छ उहाँ धेरै कुरामा अब्बल हुनुहुन्छ यो खाना पनि उहाँकै हातले बनाएको उहाँ फेरि रेसिपी बनाउनुमा एकदम दामी छ बनाउनुहुन्छ हाम्रो देवकुमार भाइ यो रेसिपी खानु पाएकोमा औधी खुसी हटी ओ फेरि मानेर ओ हटी वेङ सुझा लो सक्नुहुन्छ त्यस्तो खान पायो हामी एकदमै रमाइलो मुभमेन्टमा छौँ गाइजहरू है त्यही भएर हामी रमाइलो गर्दै खाइरहेको छौँ आशा छ तपाईँले पनि रमाइलो गर्न सक्नुहुन्छ यो भिडियोलाई हेरेर र यसै गरी भिडियो बनाएर रमिलाजी वेलकम म तपाईँलाई आफ्नै हातले बनाएर खुवाउँछु खतरा बनाउनु हुँदो रहेछ आफ्नो घरमा बनाउन सकिसकेपछि किन होटेल जाने है एकदम होइन आफ्नो घरमा बनाउन सकियो जानियो भने आफ्नै घरमा रमाइलो पनि भयो अनि अर्ग्यानिक अब अलिकति एकदमै हाइजेनिक पनि भयो सबभन्दा राम्रो कुरो सरसफाइ हुन्छ क्या सरसफाइ सफा सुग्घर अब मैले यो फिला पखेर यति मजाले धोएर बनाएको है के भन्नु त हो नि एकदम धेरै मेहनत लाग्नु भएको छ जोस् दाजुले मिहिनेत लाई
दामी खुवाउनु भयो धेरै खुसी लाग्यो मलाई खुसी लाग्यो कहाँ छ न सलाद सलाद ल त मित्र खामधाम मुला अचारसँग मुलो मुखभित्र हुलो तपाईँको स्टुडियो अगाडिको चाउमिन कुनै मिठो छ आएको थिएँ एकमा हो भाइ चाउमिन विशेष गरी अझै त्यहाँको किमा नुडल्स एकदम मिठो छ अघि एकै प्लेट किमा नुडल्स अघि व्यवस्था गरिसक्यौँ यो थर्ड लट हो सेकेन्ड लटमा किमा नुडल्स आज फर्स्ट लटमा अर्कै थर्ड लटमा चाहिँ यो कुखुराको साँप्रा झाँक्रो मुखभित्र झाँक्रो बोल्नु न बोल्नु तपाईँले त स्वादले खानुभयो अचार पनि दामी छ क्या सम्पूर्ण मित्रहरूले यसै गरी घरमा पकाएर खानु हो भने स्वास्थ्य पनि राम्रो अनि ज्यान पनि चट्ट लाग्ने अनि याद गर्नु रहने हिसाबले खानु पकाएर खाँदा राम्रो भन्दा पनि फेरि उहाँ प्रमिलाजी उहाँ रेस्टुरेन्टवाला हो फेरि रेस्टुरेन्टको मालिक नि हेर्दै त कमेन्ट गर्दै हुन्छ फेरि रिसाउँला उहाँ फेरि अनि यस्तो मैले फेरि रेस्टुरेन्टमा खानै हुँदैन भने होइन नि त पैसा थोरै छ भने र मिठो खानु मन लागेको छ भने यसरी खाँदा राम्रो पो भने आज यसरी इन्जोय गर्न मन लाग्छ भने आउनुहोस् है म आफ्नै हातले बनाएर खुवाउँछु नि यहाँलाई किनभने म चाहिँ कुकमा पनि इन्ट्रेस्ट राख्ने मान्छे हो नि त भाइ लु भने नकाटी भन्नु त कस्तो लाग्यो एकदम दामी छ मैले धेरै 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 पछि यस्तो खाना पाइयो कति धेरै मेरो लाएर खाइरहेको छु पहिला नखानु पाउनु फर्स्टचोटि खाएको हो र कस्तो छ यतिको मिठो के भन्नु अब यतिको स्वादिलो पैसा तिरेर त पाइन्छ कि धेरै पैसा तिरेर तर यति रेटमा यस्तो मिठो खानु पाइँदैन तर आज हामीले खाइरहेछौँ यदि तपाईँहरू पनि खान चाहनुहुन्छ भने वान पिस रेकर्ड स्टुडियोलाई सम्झिनुहोस् हाम्रो ओनरलाई सम्झिनुहोस् र आउनुहोस् है त मित्र यस हामी चाहिँ मेरो स्टुडियो चाहिँ फेरि काम गर्नको लागि मात्र होइन कि यसरी बसेर रमाइलो इन्जोय गर्नको लागि पनि हो कि कसो एकदम 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 यहाँ आएपछि आफ्नै फ्यामिलीको भेटघाट भए जस्तो हुन्छ कि हाम्रो फ्यामिली इन्भाइरोमेन्ट हो नि एउटा हेर्नुहोस् हेर्नुहोस् इष्टमित्रहरू धेरै राम्रो गजबको मलाई हानिन्छ तर एउटा युट्युबतिर हेरेको महिला मान्छेले नि ज्यादा खाने यस्तो त या खान्छ यार कोही त्यो हेभी खान्छ तर म त धेरै सक्दिनँ यो एउटा फिला
दुईटा पखेटा मलाई त अगाडिसक्यो ल गाइजहरू हाम्रो खानेकुरा पनि सक्यो मैले भिडियो पनि अन्त्य गरेँ यसै गरी तपाईँहरू इन्जोय गर्नु र रमाइलो गर्नु होला हामी तपाईँलाई शुभकामना दिन चाहन्छौँ